Hello everyone, welcome back my vlog video. मेरो च्यानलमा तपाईहरुलाई स्वागत गर्दछु र साथै आजको भ्लग भिडियो चाहिँ म मिस्टर DIY मा आएको छु केही सामान किन्नको लागि र यतिमै एउटा भ्लग भिडियो बनाइहालौं। यहाँ दाइ हुनुहुन्छ, हेर्न सक्नुहुन्छ सामान लिएको। से हाई दाइ। हेलो। यो चाहिँ यदि च्यानल नयाँ छ च्यानल सब्स्क्राइब हुन्छ आरआई हैन अर्कै। यो चाहिँ राजेश टेक आरए को लागि मैले चाहिँ भ्लग भिडियो बनाइरहेको छु है। सो तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथै बेल आइकन पनि प्रेस गरिदिनु होला र भिडियोमा कमेन्ट पनि गरिदिनु होला र आफ्नो साथीभाइमा शेयर पनि गरिदिनु होला है। यहाँ हेर्न सक्नुहुन्छ यो मिस्टर DIY सुपर मार्केट हो जुन कि हाम्रो नेपालमा यस्ता मार्केटहरु सायद कमै छन्, सस्तो छ। हेर्न सक्नुहुन्छ यी सामानहरु जम्मा 20 रुपैयाँ 22 रुपैयाँको सामानहरु छ। सो राम्रो मार्केट छ। यदि तपाई मलेसियामा हुनुहुन्छ भने यो मिस्टर DIY सुपर मार्केटमा भिजिट गर्नु होला है त। हाम्रो नेपालमा भाटभटेनी छन् त्यस्तै हो मार्केट, भाटभटेनी जस्तै, तर नेपालका मार्केट अलि महँगो छ। छैन अनि यो मार्केट चाहिँ एकदम सस्तो रहेको छ। हेर्न सक्नुहुन्छ हरेक आइटम यहाँ पाइन्छ है। खानेकुरा पनि पाइन्छ। त अलि यहाँ खानेकुरा चाहिँ अलि हामीलाई मन पर्दैन यहाँको लोकल मान्छेहरुको लागि हो, तर बच्चाहरुले हामीले हाम्रो जीवनमा युज गर्नुपर्ने हरेक थोक हरेक सामान चाहिँ यहाँ पाइन्छ है साथीहरु। सो यदि तपाईलाई मलेसियामा हुनुहुन्छ भने एकचोटी भिजिट गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ हरेक आइटम पाइन्छ है त। यहाँ हेर्न सक्नुहुन्छ मिस्टर DIY सुपर मार्केट हो। यो चाहिँ मलेसिया भरिमा जहाँ पनि पाइन्छ है। जता सुकै जानुस् मिस्टर DIY हरेक मलमा पाइन्छ। छैन ल अब चाहिँ म सानो भिडियो बनाउन लागेको हो, जस्ट तपाईहरुलाई हेराउनको लागि मिस्टर DIY मा के पाइन्छ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो सामानहरु सस्तो दाममा है। यहाँ बच्चाहरुको लागि खेलौना हेर्न सक्नुहुन्छ, दामी दामी खेलौनाहरु छ खेल्ने बच्चाहरुको लागि, सानो बच्चाहरुको लागि यहाँ हेर्न सक्नुहुन्छ। र अझ पनि छ यता लुगाफाटाहरु पनि छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र यहाँ हेर्न सक्नुहुन्छ क्यापहरु छ, ऐनाहरु छ है। यतापट्टि ब्यागहरु छ, धेरै कुरा छ है। यता हस्पट्टि हेर्न सक्नुहुन्छ चप्पलहरु छ अनि यता चाहिँ टिस्यु पेपरहरु छ। यता प्याडहरु छ, हरेक कुरा पाइन्छ DIY मा, मिस्टर DIY मा है त। हेर्न सक्नुहुन्छ हामीलाई चाहिने हाम्रो जीवनमा डेली हामीले जुन युज गर्छौं ती वस्तुहरु सबै चीजबिजहरु पाइन्छ। यहाँ अब थर्मसहरु है, यता हेर्न सक्नुहुन्छ। सो यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म चाहिँ अब निस्किन लागेको यहाँबाट है त साथीहरु। हेर्न सक्नुहुन्छ भिडियो कस्तो लाग्यो एउटा कमेन्ट गरिदिनु होला। र नेपालबाट हेर्दै हुनुहुन्छ कि मलेसियाबाट हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि एउटा कमेन्ट गरिदिनु होला है त।
हस् त फेरि पनि म नेक्स्ट टाइम एउटा राम्रो ब्लग भिडियो लिएर आउनेछु। त्यतिन्जेलको लागि सी यू बाई।